50 करोड 50 सिट जित्नका लागि माग्नु भएको थियो नि त्यो टेलिफोन बना त हैन नि त्यो पनि हैन त्यो गफै गर्नु भएको तपाईँ हैन गफ त गरे हो तर 50 करोड माग्नु भयो हैन त्यो पनि चाइनिज नागरिक हैन हङकङ निवासी चाइनामा बस्ने हङकङको बासिन्दा उसले मैले भनेको के हो भने नेपालमा प्रधानमन्त्री त्यतिखेर प्रचण्ड हुनुहुन्थ्यो प्रचण्ड उठ्नु भएको थियो प्रधानमन्त्री किन हुनुहुन्न भनेपछि होइन 50 जना मान्छेहरू 50 जना सांसद हामीलाई पुग्दैन किन्नलाई 50 करोड चाहिन्छ अरू मान्छेहरूले चाहिँ पैसाको चलखेल गर्छन् करोडको चलखेल गर्छन् हामीसँग पैसा छैन पैसा नभएपछि उहाँले जित्ने कम सम्भावना भएको छ भनेको हो यसको आधारमा यसको सरले नि आइएसी पढ्नु भयो हो मैले नि संयोगले पत्रकारिता भन्दा पहिला आइएसी नै पढाए हो तपाईको मेरो इङ्ग्लिस उस्तै उस्तै होला हैन तपाईले 50 भन्नुभयो हैन 50 त भने उनीहरूले 50 होइन करोड भने करोड भने करोड भनेको 50 जना सांसद छैनन् हाम्रा पुग्दैनन् त्यसलाई 50 करोड ल्याऊ भनेको एउटा एकजनालाई 1 करोड खेल हुन्छ यहाँ ओके त्यो त स्वीकार्नु भयो तपाईले त्यो प्रचण्ड आउन सक्नुहुन्न उहाँ प्रधानमन्त्री उहाँलाई सबैतिर सर्भिलियन्स हुन्छ तर त्यो कुरा म जहाँ बोला त्यहाँ आउँछु भन्नु जे भन्नुभयो भने त्यो कुरा त त्यतिखेर संसदमा समिति बनाएर टुङ्गिसक्यो पुष्टि भएन तर आफैले स्वीकार गर्नु भएको छ मैले भने हो हैन पुष्टि भएन 1 करोड मागे हो भन्नु भएको छ पुष्टि भएन पैसा 5 पैसा पनि ल्याएन नि पैसा त 5 पैसा पनि भएन नि फेरि गोकुल बास्कोटाले 70 करोड पैसा लिया हो त्यो थाहा छैन मलाई अरू कुरा त मैले कसरी जिम्माल्नु सक्छु उहाँको राजीनामा त तपाईहरुले त्यति बेला माग्नु भयो हैन त्यो त छुट्टै पर्छ के तपाईहरुलाई छुट्टै कानुन अरूलाई छुट्टै कानुन बिल्कुल लाग्दैन तर तपाईले त्यो बेलामा पनि उहाँले बचाउनु भयो बिल्कुल हैन मैले भने नि त्यतिखेरको टेलिफोन वार्ताको कुरा केवल वार्ता मात्रै भयो पैसा चाहिँ मागे हो पैसा आएन पैसाको 5 पैसा नि आएन 5 पैसा नि आएन अनि